के भयो ल भिडियो भएन सेट गाइज फोटो खिच्न आँटेको हैन अनि हामी त आउट ड्रेसमा छौँ नि त आज त आज हामी चाहिँ स्कुल आएर पढ्न आएको थियौँ है बिहान बिहान पढाएन हैन 1:30 भइसक्यो अब घर गएर अब खाना खानु पर्ने लुगा धुनु पर्ने छ है अब मामा भान्जा चाहिँ अब आउट ड्रेसमा हो अब यो चाहिँ के भन्नु म बोलिन यस्तो चाहिँ पारा यस्तो चाहिँ रन्डर यस्तो चाहिँ माल चुपचाप हिँड्न यता हुनुहुन्छ सन्चै हुनुहुन्छ भन्दै हिँडिरहनु भएछ गाइज अब हामी चाहिँ अब आज अघि मुड फ्रेस गरेर आएको हेलो मुड फ्रेस गरेर होइन अब म त भिडियोमा बोल्नै पर्दैन त रोदनले बोलिहाल्छ आज मामाले टिफिनमा मासु ल्याएको थियो क्या जुन लोकल कुरा हो अब टिफिन चाहिँ लाँदैछ अब फेरि यो दाँत देखेर तपाईँहरू तर्सिनुहुन्छ होला यो मान्छे होइन तर यो ब्याग हो क्या मान्छे चाहिँ ऊ अगाडि हिँड्दैछ होइन ए भिडियो त्यसले नबनाउने नै रहेछ नि त सो गाइज होइन आज चाहिँ म यिनीहरूलाई भिडियो बनाउनु कसरी भनेर सिकाउँदैछु है अहिले भर्खर फोन पक्रिन सिकाएँ अब यिनीहरूले भिडियो चाहिँ अब अगाडि देखाउँदैन रहेछन् खुट्टामा देखाउँदो रहेछ बुझ्ने अगाडि देखाउने क्या सिधा हात होला स्किल देखाइदियो अब टाउकोदेखि उतो देखियोस् के मलाई अनि अहिले चाहिँ कहाँ छ त अनि घाँटीदेखि उतो देखाउँछस् अनुहार त देखाउनु पर्यो नि त के भएको त नि यो भएको नि 1x मात्र हो है छैन है माइनस ए नि लोइ लोइ यहाँ चाहिँ हाम्रो होइन घुम्ने गुफा थियो अब यो पनि मामाले पातिर टालिदिँदै छ फोन धेरै हल्लाउँदो रहेछ क्या पहिलो कुरो सुन यहाँ फोन धेरै हल्लाउँदैन म जस्तो अरे तर हात गल्छ क्या धेरै एक उयसमै राख नै अब यति भन्दै हाम्रो भ्लग आज कति मिनटको भ्लग बनाउँछ भने म 5 मिनटको भ्लग है गाइज यो यसको मेरो भिडियोको टाइटलले 5 मिनटको भ्लग भनेर राखिदिन्छु है यहाँहरु घुम्दाखेरि थोडा रमाइलो गर्थ्यो अहिले यहाँ जङ्गल छैन मान्छेले झन्डै मरेको नि मान्छेले झल्साएको मैले तानेर बसाएको म एकचोटि कालामा सुतेको छु डोन्ट फर्गेट टु सब्सक्राइब माई च्यानल होइन या यो चाहिँ आइफोन है लोगो मात्रै न छोपेको कि यो चाहिँ आइफोन हो नि खास गरी कभर हेरेर थाहा भइहाल्छ नि आइफोन हो होइन भनेर हेलो अन्त हेलो सन्चै हुनुहुन्छ आइफोनको धनी सन्चै हुनुहुन्छ गोप्रो धेरै मुड फ्रेस भइरहेछ कतिखेर घर पुग्नु भइरहेको सोचेको छैन राति चाहिँ हेर्नु पाए त मजै हुन्थ्यो दिन्छ अन्त सर्लक्क परेको हो घर मात्रै पुगौँ न होइन गाई अगाडि चाहिँ हाम्रो दिदी बहिनी हाम्रो चेलीबेटी हिँड्दैछन् भनेर मेरो कति एक्स छ भने गाइज मेरो भन्नुपर्दा 2x मात्र छ है 2.0x अरे बिहान पनि एकछिन देखाएको त रनक्क भइहाल्यो नि त के हेऱ्यो हो केटा हो छ्या रनक्क भयो क्या कपालहरू उठेर सो गाइज आजलाई यति नै झन्डै के भन्नु होइन 4 मिनट भएछ अब 1 मिनट बनाउँछु फोन नफुटे नि स्क्रिन चाहिँ फुट्ने हो र गाइज फेरि अर्कोचोटि त मेरो भ्लग त हेर्नु पर्यो नि त गाइज होइन फोन फुट्यो भने त फेरि अर्कोचोटि मेरो भ्लग हेर्नु मिल्दैन त्यही भएर स्क्रिन फुट्ने गरी चाहिँ हान्नु पऱ्यो सब्सक्राइब चाहिँ हान्नु पऱ्यो लाइक हानिदिनु पऱ्यो हो नि
ल 5 मिनेटको भ्लग तपाईँहरूलाई कस्तो लाग्यो राम्रो लाग्यो भने कमेन्ट गरिदिनु होला लाइक गरिदिनु होला अनि यो भिडियोलाई सेयर गरिदिनु होला है यति भन्दै हाम्रो भिडियो यहीँनिर एन्ड हुनेछ